Hey guys, welcome to my new video. आज चाहिँ हामीले चाहिँ एउटा जेनरेटर बनाउँदैछौँ। यो चाहिँ 12 भोल्ट इनपुटबाट 220 भोल्ट इनपुट आउटपुट अनि यो चाहिँ 5 वाटको हुनेवाला छ। यो बनाउनको लागि चाहिँ हामीलाई चाहिँ एउटा यो सिन्क्रोनस मोटर चाहिन्छ। यो सिन्क्रोनस मोटर चाहिँ हजुरहरूले चाहिँ त्यो फ्यानहरु एसीहरु रिपेयरिङ शपहरुबाट लिएर आउन सक्नुहुन्छ। यो चाहिँ कुनै फ्यानहरुको चाहिँ पछाडीपट्टि गियर बक्स भएको ठाउँमा चाहिँ अहिले नयाँ मोडलमा चाहिँ गियर बक्सको ठाउँमा चाहिँ यो युज हुन्छ स्विङ गर्नको लागि र एसीहरुमा पनि स्विङ गर्नको लागि यो चाहिँ युज हुन्छ है त। यो चाहिँ 220 भोल्टको हो र यसबाट चाहिँ आज हामीले जेनरेटर बनाउँछौँ। यो एउटा चाहिन्छ र एउटा यस्तो खाले मोटर चाहिन्छ। यो 12 भोल्टको लिन सक्नुहुन्छ र 7 भोल्ट 6 भोल्ट 3 भोल्टको पनि लिन सक्नुहुन्छ है त। र अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ खोल्नुपर्छ। यो खोल्नलाई चाहिँ हजुरहरूले चाहिँ सिम्पली यो प्लायर लिएर चाहिँ यहाँनिर लक हुन्छ। यो लकलाई यस्तो समातेर तान्नुभयो भने यो खुल्छ, सजिलै खुल्छ। र यो चाहिँ मैले खोलिसकेको छु। यहाँभित्र चाहिँ यस्तो हुन्छ। अब यो गियरहरू चाहिँ हामीलाई केही काम चाहिँदैन, त्यही भएर हामीले चाहिँ यसलाई निकाल्छौँ। निकालेर साइडलाई गर्छौँ है त। अब हामीले चाहिँ यो जुन छ नि यो भागलाई निकाल्नुपर्छ। गरेपछि यो म्याग्नेट, यो चाहिँ म्याग्नेट हो। यो म्याग्नेटमा चाहिँ हामीले चाहिँ यो मोटरको यो साफ्टलाई चाहिँ यहाँ फिक्स गर्नुपर्छ। यसरी यो फिक्स गर्नको लागि चाहिँ हामीले यहाँ अलिकति ठुलो होल बनाउँछौँ। मैले चाहिँ यहाँ चाहिँ यो मोटरको यो साफ चाहिँ यहाँ छिरेन, त्यही भएर मैले चाहिँ यहाँ यो 1 इन्चीको यो काँटीको चाहिँ यो पछाडिको यो भागलाई चाहिँ काटेर यहाँभित्र हालेको छु। र यसलाई चाहिँ अब हामीले चाहिँ म्याग्नेटमा फिक्स गर्नुपर्छ। म्याग्नेटमा चाहिँ यो अलि लुज छ, त्यही भएर यसलाई चाहिँ सुपर ग्लु लगाएर एकदम त्यसरी टाल्नुपर्छ। टाँसिसकेको छ। र अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ यहाँनिर फिक्स गर्नुपर्छ। यसरी यहाँनिर फिक्स गर्नुपर्छ। अनि त्यसपछि गएर चाहिँ यो जुन यो साफ्ट थियो नि यो साफ्टको यो यसलाई पनि यहीँभित्र फिक्स गर्नुपर्छ। फिक्स गरेर हजुरहरूले देखाउँदैन। हाम्रो यो चाहिँ मैले फिक्स गरिसकेको छ। अब यो जुन यहाँको यो यहाँ चाहिँ साफ्टहरू जुन निस्किएको छ यो तीनटा साफ्टहरूलाई चाहिँ हामीले रिमुभ गर्नुपर्छ। यो रिमुभ गर्न चाहिँ एकदमै सजिलो छ। यो प्लायर्स लिएर चाहिँ यसलाई चाहिँ अघि हामीले जुन त्यो बिचको जसरी निकालेको थियौँ त्यसरी नै हामीले चाहिँ यसलाई निकाल्नुपर्छ। मैले सबै हजुरहरूले निकालेर देखाउँछु है त। र गाइज हेर्न सक्नुहुन्छ मैले चाहिँ यो केसबाट यसलाई निकालेर चाहिँ मैले यहाँ फिक्स यो निकालिसकेको छु। अब म यहाँ फिक्स गर्न जाँदैछु। यो चाहिँ यहाँ फिक्स भइसकेको छ। अब चाहिँ हामीले चाहिँ यहाँ चाहिँ म्याग्नेटलाई हाल्नुपर्छ। यसरी यो चाहिँ म्याग्नेट चाहिँ फिक्स भइसकेको छ यहाँ। अब हामीले चाहिँ यो म्याग्नेटलाई चाहिँ यो मोटरको यो साफ्टसँग कनेक्ट गर्नुपर्छ। यो कनेक्ट गर्नलाई चाहिँ हजुरहरूले त्यो 5
सरी 5 भोल्टको जुन मोटरहरुमा यो पछाडीपट्टि भित्रपट्टि यो जुन रोटर हुन्छ त्यो रोटरहरु युज गर्न सक्नुहुन्छ र हजुरहरुले चाहिँ त्यो आर्को खालको त्यो कुनै पनि पंखाहरुको त्यो पछाडीपट्टि सकेटमा चाहिँ हेर्नुहुन्छ मैले चाहिँ अहिले यस्तोले जोड्न गएको छु हजुरहरुले पनि यस्तरी नै जोड्न सक्नुहुन्छ अब हामीले चाहिँ यो म्याग्नेटलाई यहाँ फिक्स गर्नुपर्छ हामीले चाहिँ यो यसमा फिट गर्नलाई चाहिँ हामीले यो काटी हाल्नु पर्दैन हामीले चाहिँ डाइरेक्ट फिट गर्न पनि सकिन्छ अझै मैले यो काटी रिमुभ गर्छु है त यो काटीलाई चाहिँ मैले निकालिसकेको छु अब चाहिँ यसलाई चाहिँ हामीले सिम्पली यसमा चाहिँ यसरी फिट गर्छौं यहाँ सक्नुहुन्छ यहाँ राम्रोसँग फिट बसेको छ अलि टाइट गरेर फिक्स गर्छौं हामीले यसलाई फिक्स भइसकेको छ अब चाहिँ हामीले चाहिँ यो मोटरलाई चाहिँ यसमा फिक्स गर्छौं रेडी भइसक्यो जान सक्नुहुन्छ गाइस म चाहिँ यो मोटरले चाहिँ गर्न जाँदैछु हाम्रो चाहिँ मोटर जाम छैन यो राम्रोसँग चलिराखेको छ अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कुनै एउटा बोर्डमा फिक्स गर्नुपर्छ यसरी मैले चाहिँ यसलाई चाहिँ यो बोर्डमा फिक्स गर्न जाँदैछु हजुरहरुले पनि यस्तै बोर्डमा अथवा एमडीएफ बोर्डमा प्लाइवुडमा फिट गर्न सक्नुहुन्छ यो मोटरमा को तलपट्टि हेर्न सक्नुहुन्छ अलिकति ग्याप रहेको छ यहाँ चाहिँ हामीले चाहिँ कुनै पनि अब्जेक्टहरु राखेर चाहिँ यसलाई फिल गर्न सकिन्छ है त मलाई चाहिँ यो म्याग्नेट छ मसँग एउटा यस्तै यो म्याग्नेटले चाहिँ म यहाँ फिक्स गर्छु र अब चाहिँ हामीले चाहिँ यहाँ सोल्डिङ गर्नुपर्छ वायरहरुलाई यतापट्टि पनि हामीले यसरी नै सोल्डिङ गर्छौं
गर्छौँ। पहिला यहाँ म्याग्नेटलाई चाहिँ चिप्काउँछु। यसलाई यहाँ फिट गरेपछि अब चाहिँ हामीले चाहिँ यसमा चाहिँ होल्डर कनेक्सन गर्नुपर्छ। मैले चाहिँ यहाँ चाहिँ यो सुपर ग्लु मात्रै नभएर यहाँ अलिकति ग्लुगन पनि लगाइदिएको छु। र अब चाहिँ हामीले चाहिँ यहाँ होल्डर कनेक्सन गर्नुपर्छ र फेरि एकचोटि हामीले यो टाइट छ कि छैन भनेर चेक गर्छौँ। यो चाहिँ टाइट चलिरहेको छैन, यो चाहिँ हाम्रो टाइट भएर अब हामीले चाहिँ यसलाई थोरै पछाडि सार्नुपर्छ। अब चाहिँ हामीले चाहिँ मल्टिमिटरमा यसको भोल्टेज आउटपुट भोल्टेज टेस्ट चेक गर्छौँ है त कति आएको रहेछ। चाहिँ यो मल्टिमिटरमा चाहिँ एसीको 750 मा सेट गरेको छु। something that I was